लुम्बिनी स्वर्गद्वारी सुपा देउराली तीर्थयात्रा। जीवनमा एक पटक गर्नै पर्ने पवित्र तीर्थयात्रा। लुम्बिनी धामको सम्पूर्ण हामी भक्तजनको सबैलाई नमस्कार, शुभ बिहानी। तीर्थयात्राको क्रममा हामी अहिले काठमाडौँबाट बिहान 6 बजे त्यसतर्फ प्रस्थान गर्दैछौँ। अहिले हामी देवघाट आइपुगेका छौँ र यो देवघाटमा हामीले खाना खाएर हामी चाहिँ लुम्बिनीको लागि निस्किनेछौँ र आज हामी लुम्बिनीमा गएर बास बस्नेछौँ। लुम्बिनीमा बास बसेर भोलि बिहान हामी लुम्बिनीको भ्रमण गरेर फेरि भोलि नै हामी लुम्बिनीबाट सुपा देउरालीतर्फ प्रस्थान गर्नेछौँ। नेपालको लुम्बिनीमा आजभन्दा करिब 2600 वर्ष पहिला जन्मेका गौतम बुद्धको ख्याति वर्तमान विश्वभर फैलिएको छ। आजभोलि धेरै देशका मानिसहरू एक आदर्श तत्त्वज्ञानी पुरुषको रूपमा र बौद्ध धर्मावलम्बीहरू आफ्नो धर्मका प्रवर्तकको रूपमा गौतम बुद्धलाई लिने र श्रद्धा सम्मान गर्ने गर्दछन्। विष्णुका 10 अवतार मध्येका एक अवतारको रूपमा पनि प्रस्तुत गर्ने गरेको पाइन्छ। यसले सर्वसाधारणमा धार्मिक सहिष्णुता कायम गर्न निकै मद्दत पुर्याएको छ। नेपालमा बुद्ध धर्म अन्य धर्महरूसँग अत्यन्त सहिष्णुता भावमा चलिआएको धर्म हो। लुम्बिनी चाहिँ अहिलेको रूपन्देही जिल्लामा पर्दछ र कपिलवस्तु, तिलौराकोट, रूपन्देही भन्या चाहिँ बुद्ध नामसँग जोडिएका ठाउँहरू हुन्। त्यो मध्येमा लुम्बिनी एक प्रमुख स्थानको रूपमा रहेको छ। त्रिकल्पसम्म हजारौं पूर्व जन्महरूमा बोधिसत्व भएकोले मानिसको दुःखको कारण र दुःखको निवारण के हुन सक्छन् भन्ने कुरामा निकै संवेदनशील थिए। केही न केही मार्ग त अवश्य हुन सक्छ भन्ने प्रश्नोत्तर अधुरो र धुलमिल रूपमा उनको मनमा आभास भइसकेको थियो। कठिन ध्यान र खोजको माध्यमबाट दुःख निवारणको सत्य मार्ग पत्ता लगाउने उद्देश्यले 29 वर्षको उमेरमा गृहत्याग गरी राजकुमार सिद्धार्थ भारतका विभिन्न ठाउँमा 6 वर्षसम्म महान तपस्या गर्नुभयो। अन्ततः कष्टदायक मार्गले सत्यको प्राप्ति हुन सक्दैन भन्ने महसुस गरी मध्य मार्गको अवलम्बन गर्ने अठोट गरे। भारतको बोधगया भन्ने ठाउँमा एक पिपलको वृक्षमुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यक सम्बोधि प्राप्त भयो र त्यसपछि उहाँ सम्यक सम्बुद्ध हुनुभयो। त्यसपछि बाँकी 45 वर्षसम्म उहाँ भारत र नेपालका विभिन्न ठाउँमा पुग्नु भई दुःख निवारण सम्बन्धी आफूलाई प्राप्त महाज्ञानको धर्मचक्र प्रवर्तन गर्नुभयो। सिद्धार्थ गौतमको
बाबु शुद्धोदन तत्कालीन तिलौराकोट राज्यका शाक्य वंशका राजा थिए। यिनकी आमाको नाम मायादेवी थियो। रानी मायादेवी आफ्नो माइत देवदह जाने क्रममा बाटोमा पर्ने लुम्बिनी भन्ने ठाउँमा पुग्दा सुत्केरी व्यथाले भेटेपछि आराम गर्न बस्नुभयो र त्यही उहाँलाई पुष्करिणी सरोवरको किनारमा एउटा रुखको फेदमा सुस्ताउँदै गर्दा बालक सिद्धार्थको जन्म भएको थियो। शाक्य कुलको रीति अनुसार 5औं दिनमा त्रिवेदले पारङ्गत 108 ब्राह्मणहरूलाई निमन्त्रणा गरी भोजन गराई ती उपस्थित मध्ये सर्वश्रेष्ठ ब्राह्मणहरूबाट नामाकरण गराइएको थियो। सबै मनोकामनाले पूर्ण गर्ने भन्ने अर्थमा ती ब्राह्मणहरूले ती बालकको नाम सर्वार्थ सिद्ध राखे। यही शब्दको छोटकरीमा सिद्धार्थ नामले उनलाई बोलाइयो। लुम्बिनी घुम्दै गर्दा यहाँहरूले अशोक स्तम्भ पनि देख्नुभयो। गुरु गणेश भगवानको श्री पशुपतिनाथ भोले बाबाको लुम्बिनी धामको सम्पूर्ण हामी भक्तजनको। सम्राट अशोकले बुद्ध धर्मको प्रचारमा सर्वाधिक महत्त्वपूर्ण योगदान गरेको विवरण पाइन्छ। आफूले बौद्ध धर्म ग्रहण गरेपछि उनले आफ्ना सबै छोराछोरीहरूलाई बुद्धको उपदेश प्रचार गर्न चारैतिर पठाएका थिए। बौद्ध धर्मलाई राजकीय धर्म बनाएर बौद्ध विहार बनाउने, भिक्षु सङ्घलाई राजकीय सम्मान प्रदान गर्ने कार्य पनि सम्राट अशोकले गरेका थिए। यसबाट बुद्ध धर्मको उत्थान हुन गयो र हिन्दू पण्डितहरूलाई शास्त्रार्थ गरेर हराउने परम्परा बस्यो। र म थोरै बुद्धका 4 आर्य सत्यहरू भनिन्छ, त्यो चाहिँ दुःख सत्य, दुःख छ भन्ने कुरा र यसको अवस्थाको बोध, दुःखको कारण सत्य, दुःखको कारण आसक्ति र अन्ततः अविद्या हो भन्ने बोध, सत्य दुःखको निवारण गर्ने आर्य अष्टाङ्गिक मार्गको बोध र यसको पालना, आर्य अष्टाङ्गिक मार्गलाई शील, समाधि र प्रज्ञाको रूपमा पनि वर्गीकरण गर्ने गरिन्छ। यी कुराहरू चाहिँ हामीले बुद्ध धर्ममा पाउन सक्छौँ। दर्शकवृन्द नमस्कार। लुम्बिनी घुमिहाल्नुभयो होइन त? अब लुम्बिनी पछि हामी सुपा देउरालीतर्फ जाँदैछौँ। सुपा देउराली चाहिँ कपिलवस्तु जिल्लाको गोरुसिङ्गेबाट पुरै उत्तरतर्फ लागेर पत्थरकोट हुँदै जानुपर्छ। किम्वदन्तीलाई आधार मानेर भन्नुपर्दा 22-24 राजाका पालाको कुरा हो। खाँचीकोटका राजाले आफ्नी छोरीको विवाह भारतका बलरामपुरे राजपूतका छोरासँग गरिदिएछन्, तर ती कन्या भारतीयसँग विवाह गर्न चाहन्नथिन्। जबरजस्ती बिहे गराई खाँचीकोट दरबारबाट डोलीमा अन्माएर पठाएकी छोरी अहिले सुपा देउराली मन्दिर भएको ठाउँनेर पुग्दा एकाएक अलप भइछन्। कसैले त इच्छा विपरीत बिहे गरिदिएको हुनाले राजकुमारीले त्यहीँनिर पुगेपछि आत्महत्या गरेकी थिइन् पनि भन्ने गर्छन्। यस्तो घटनापछि ती राजाले पछुतो मान्दै छोरीको सम्झनामा उक्त ठाउँमा मन्दिर बनाई पूजाआजा गर्न थालेछन्। राजाले पूजा गर्न थालेपछि अरू सर्वसाधारणले पनि मनोकामना पुरा होस् भन्दै पूजाआजा गर्ने र भाकल समेत गरी पाठा काट्ने र परेवा उडाउने गर्न थालेका हुन्। सुपा देउराली मन्दिरको विषयमा यो भयो। अनि यो सँगै अलिकति तलतिर रहेको माथिपट्टि डाँडोमा रहेको लाउरे टाँसिएको पहरो छ। यसले चाहिँ सुपा देउरालीको शक्ति कथा बताउने हुँदा पनि मन्दिरको महिमा थपिन गएको हो। बाटो छेउमा अप्ठ्यारो ढिगमा मन्दिर छ र मन्दिरभन्दा तल भिरमा अर्को सानो मन्दिर छ। मूल मन्दिरको उत्तरपट्टि रहेको गुफामा कश्यप ऋषिको प्रतिमा स्थापना गरिएको छ, जसलाई कश्यप गुफा पनि भनिन्छ। अब लाउरे टाँसिएको पहरोको विषयमा कुरा गर्दा चाहिँ यो चाहिँ देवीको नजरबाट कोही भाग्न उम्कन सक्दैन र कसैले छल्ने कोसिस नगर भनेर लाउरे टाँसिएको पहरोको मूल सन्देश हो होइन। सुपा देउराली मन्दिरभन्दा अलिकति पर लाउरे टाँसिएको पहरो छ। पहरोको बिचमा अलकत्राले पोते जस्तो मान्छेको आकृति छ। हेर्दै जाँदा त्यो लाउरे जस्तो पनि देखिन्छ। यसको रोचक किम्वदन्ती छ एउटा। पूर्वकालमा यतै कुनै गाउँको मान्छे लाउरे बन्न बाटोमा मन्दिर र देवीलाई देखेपछि उनले मनमा भाकल गर्ने विचार आएर देवीलाई ढोक्दै लाउरे बन्ने मेरो मनकामना पुरा होस्, फर्केर आउँदा विशेष सम्मानसहितको पूजा आजा गर्नेछु भनेर भाकल गरेर गए। उता गएपछि उनको मनकामना पुरा भयो र केही वर्ष उतै बसेर आफ्नो गाउँघरतिर फर्किने क्रममा यहाँ आइपुगे। समय क्रममा उनले आफ्नो भाकल बिर्सेका थिए।
फर्किने क्रममा जब देवीको मन्दिर नजिकै आए उनले भाकल गरेको कुरा सम्झे, तर जे चिज चढाउँला भनेका थिए त्यो भने ल्याएका थिएनन्। त्यसपछि तत्कालै उनले बाटो मोडे र देवीलाई छल्नकै लागि अलिकति परबाट उकालो लागे, तर देवीलाई यो कुरा सबै थाहा नहुने कुरै थिएन। देवीले ढाँटछल गर्ने लाहुरेलाई सजाय दिने विचार गरिन् र त्यही नजिकैको पहरामा टाँसेर अलप बनाइदिन्। त्यही समयदेखि पहरामा लाहुरेको आकृति देखिन थालेको हो भनिन्छ। अहिले त यो आकृति भएको पहराको फेदमा लाहुरेको मूर्ति बनाउनुको साथै पूजाआजा पनि गर्ने गरिन्छ है। यो चाहिँ सुपा देउरालीको भयो। अब सुपा देउरालीबाट चाहिँ हामी पूजाआजा गरेर दर्शन गरेर अब फेरि सोही बाटो हामी गोरुसिङे फर्किन्छौँ र गोरुसिङेबाट भालुबाङ हुँदै बडडाँडा हुँदै हामी स्वर्गद्वारीतर्फ लाग्नेछौँ। स्वर्गद्वारीको बारेमा बाआमाहरूलाई कति कुरा थाहा होला, कति कुरा थाहा छैन होला। अब म हल्का मोबाइलबाट यो भिडियो बनाउँछु, अलिक धेरै लामो छ, 15-16 मिनटको। अब मेरो चाहिँ भनेको अब जहाँ जहाँ गयो कहीँको अलिअलि त्यहाँको अब रहस्यमयहरू बाबाहरूले थाहा पाउन्, अरू अब नआउनेहरूले थाहा पाउन् भन्ने मेरो चाहना हो। अब हामी यति टाढादेखि आएको सधैँभरि आइरहने होइन, भोलि फेरि बिहानै आउँ स्वर्गद्वारी भन्ने ठाउँ पनि होइन। यो भनेको स्वर्गको एकदम आनन्द महसुस गर्ने ठाउँ हो। सुन्नुहोस् है त, स्वर्गद्वारी चाहिँ कुनै मन्दिर होइन, कुनै धाम होइन है। स्वर्गद्वारी चाहिँ एक प्रभुले तपस्या गरेको तपस्या स्थल हो र यज्ञ भूमि हो। यस विषयमा मैले सुनेका जानेका विषयमा यस्तो लेखिएको पाइन्छ। धार्मिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण यो सम्पदा प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नम्बर 2 मा पर्दछ। यो क्षेत्र एक तपस्वीको आश्रम र उनको तपोभूमि हो। उनले यस क्षेत्रमा गरेको तपस्या, अखण्ड यज्ञ तथा साधनाबाट सिद्धि प्राप्त गरेपछि यस क्षेत्रको महिमा बढ्न गएको। स्वर्गद्वारी चाहिँ कुनै मन्दिर होइन, कुनै धाम होइन है। स्वर्गद्वारी चाहिँ एकजना महाप्रभुले तपस्या गरेको तपस्या स्थल हो र यज्ञ भूमि हो। यस विषयमा मैले सुनेका जानेका र जानकारीमा आएका कुराहरू म सुनाउँछु है त। सुन्नुहोस् है। धार्मिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण यो सम्पदा प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नम्बर 2 मा पर्दछ। यो क्षेत्र एक तपस्वीको आश्रम र उनको तपोभूमि हो। उनले यस क्षेत्रमा गरेको तपस्या, अखण्ड यज्ञ तथा साधनाबाट सिद्धि प्राप्त गरेपछि यस क्षेत्रको महिमा बढ्न गएको र स्वदेश तथा विदेशका हिन्दू भक्तजनहरूको निम्ति यो एक धार्मिक क्षेत्रको रूपमा विकसित हुन पुगेको हो। कस्तो लाग्यो स्वर्गद्वारी आएर? हजुर कस्तो लाग्यो? साह्रै आनन्द नि हो, रमाइलो लागेको छ हजुरहरूको। दिदीलाई कस्तो लागिरहेको रमाइलो छ है? राम्रोसँग पुर्याउनु भयो, सजिलो गरी ल्याउनु भयो। हजुर, धेरै धेरै धन्यवाद छ भालेश्वर महादेव महादेवलाई। भालेश्वर महादेवको तीर्थयात्रा। हजुर दाइ, अनि यहाँ कति गाईहरू छन्? यहाँ गाई 350। अनि यहाँ गाईहरूलाई खानेकुरा चाहिँ यहाँ स्वर्गद्वारी आश्रमकै जग्गा छ उता तराईमा। हजुर हजुर, दानबाट पनि आउँछ। दानले मात्र त पुग्दैन, किनेर। हजुर, दानबाट मतलब दानबाट अन्नदान आउँछ कि रुपियाँ आउँछ दाइ? कोहीले रुपियाँ दिन्छन्, कोहीले अब पराल होइबाट पठाइदिन्छन् दाङखुरीबाट। हजुर हजुर, धेरै जसोले पैसै दिन्छन्। हजुर, किनेर खुवाउने ल्याउने भनेर। हजुर, अनि आश्रमको पनि जग्गा छ होइन तराईमा? हजुर। अनि यहाँको दही दुध चाहिँ यहीँकै लागि मात्रै? हजुर हजुर, यहीँकै लागि मात्रै। हजुर, बेचबिखन भएन, केही पनि हुँदैन। हजुर। स्वर्ग प्रवेश गर्ने द्वार भन्ने अर्थमा यस स्थलको नाम स्वर्गद्वारी रहन गएको जनविश्वास रहेको छ। वैदिक कालमा ऋषिहरूले चतुर्भुज दोभानमा दैनिक स्नान गरी यही पहाडको शिखरमा तपस्या तथा ध्यान गर्दथे र यसकै प्रभावले उनीहरू स्वर्गमा प्रस्थान गर्न सफल भएका थिए। त्यसैले वैदिक कालदेखि यो स्थल स्वर्गद्वारी नामले चिनिएको भन्ने धार्मिक विश्वास रहेको छ। यसकै आधारमा यसलाई स्वर्गद्वारी भनिएको पनि देखिन्छ।
यो स्थल आरम्भमा जङ्गल क्षेत्रमा रहेको थियो। पशुपालक गोठालाहरूले यस क्षेत्रमा गाई वस्तु चराउने गर्दथे। यस्तैमा रोल्पा जिल्लाको साबिक सखी गाउँ विकास समिति वडा नम्बर 9 रुन्टी नामक स्थानमा जन्मिएका बाल तपस्वी साधु नारायण गौतमले यो क्षेत्र वैदिक ऋषिमुनिहरूको तपोभूमि रहेको र आफूले पनि अघिल्ला जन्ममा यही क्षेत्रमा तपस्या गरेको हुँदा यो क्षेत्र तपस्याको लागि छाडिदिन गोठालाहरूलाई अनुरोध गरेको र वैदिक कालका यज्ञका अवशेषहरू देखिएपछि पशुपालक किसानहरूले उक्त क्षेत्र तपस्वीलाई छोडिदिएको विश्वास गरिन्छ। यसपछि विक्रम सम्वत 1952मा यी ब्रह्मज्ञानी बाल तपस्वीले यहाँ वैदिक मन्त्रोच्चारण गरी अग्नि उत्पन्न गराए र अखण्ड यज्ञ आरम्भ गरे भन्ने जनविश्वास रहेको छ। यो क्षेत्रको लोकप्रियता उनै महाप्रभुको जीवनकालदेखि नै बढिरहेको थियो। यी तपस्वीले सिद्धि प्राप्त गरेका थिए र ईश्वरीय गुण आर्जन गरेका थिए भन्ने विश्वास गरिँदै थियो। उनले गरेका चमत्कारिक कार्यहरूको प्रचारले यो आश्रम र आश्रमका बाल तपस्वी प्रभु महाराजको ख्याति बढ्न पुगेको थियो। उनलाई नारायणको अवतार मान्नेहरू पनि प्रशस्तै बढ्दै गएका थिए। स्वर्गद्वारी बाबा की, स्वर्गद्वारी बाबा की, सम्पूर्ण भक्तजन की, श्री पशुपतिनाथ को, श्री पशुपतिनाथ को, सम्पूर्ण हामी भक्तजन को, बुढा नीलकण्ठ को जय, 33 कोटी देवी देवता को, 1008 भोले बाबा को जय। स्वर्गद्वारी महाप्रभुको कृपाले सबैको कल्याण होस्। स्वर्गद्वारी बाबा को, सुपर देवराली माता को, 1008 भोले बाबा को, 33 कोटी देवी देवता को, आफ्नो आफ्नो कुल देवता को, पितृ देवता को। पाल्पा जिल्लाको सदरमुकामदेखि 9 किलोमिटर पश्चिम भैरवस्थान गाविस वडा नम्बर 5 को आकर्षक पहाडको टुप्पोमा अवस्थित विश्वकै सबैभन्दा ठुलो मानिने त्रिशूल रहेको यो मन्दिरमा प्राय सधैँभरि नै मेला लागे तापनि विशेष गरी मङ्गलबार र शनिबारका दिन पूजा लाग्दछ। विभिन्न चाडबाडहरूमा बोका, हाँस, परेवा, कुखुरा र पाडाहरूको बलि यहाँको काल भैरवलाई दिइन्छ। अब भैरव देवता चाहिँ खास भगवान शिवको संहार रूपमध्येको भैरव सबभन्दा डरलाग्दो रूप मानिन्छ। शिव पुराण अनुसार भगवान शिवको पूर्ण रूपले झलक्ने भैरव हो। भैरवलाई प्रारम्भिक चरणमा त्रिदेव मध्ये अन्तिम देवता शिवकै रूपमा पूजा उपासना गरिन्थ्यो। हिन्दू ग्रन्थहरूमा ब्रह्माको एउटा काटिएको टाउको भनिएको छ। पौराणिक कथा अनुसार एक टाका शिवलिङ्गको टुप्पो र फेद पत्ता लगाउने क्रममा ब्रह्माले झुटो कुरा गरेपछि उनको झुटो कुरा बोल्ने शिर छेदन भई त्यो भैरवका रूपमा उत्पन्न भएको मानिन्छ। वास्तवमा पाल्पा भैरव चाहिँ सेनवंशी राजाहरूका इष्ट देवता हुन् र देवताको आकाश भैरव मानिन्छ। पाल्पा भैरवमा झेल, रोट, बाबर यो धेरै कुराहरू यहाँ चढ्ने गर्छ। अब हामी जाँदैछौँ रुरु क्षेत्रतर्फ, जसलाई हामी रिडीको नामले समेत चिन्ने गर्छौँ। नेपालको रिडी खोला र कालीगण्डकी नदीको किनारमा अवस्थित एक धार्मिक र सांस्कृतिक स्थान हो रुरु क्षेत्र। सर्वप्रथम हरिओम नारायण, म पण्डित अर्जुन ढकाल र यो रुरु क्षेत्रवासी। म यहाँ
यहाँको लोकल गुरु पनि। र यो क्षेत्रको बारेमा भन्नुपर्दा पूर्वकालमा देवदत्त ऋषिले तपस्या गर्दै गरेको क्रममा जब उहाँको तपोबलले को शक्तिले गर्दाखेरि जब इन्द्र आसन हल्लियो र इन्द्रको भय के भयो भन्दा अब मेरो सिंहासन छिनिने भयो र ऋषिहरूले राज गर्छन् भन्ने डरले इन्द्र राजाले चाहिँ देवदत्त ऋषिको तपोबल भङ्ग गर्नको लागि स्वर्गबाट अप्सरा पठाउनु भयो र अप्सरा पठाइसकेपछि अप्सरालाई के भन्नुभयो भन्दा देवदत्त ऋषिको तप भङ्ग गर्न भनेर पठाउनु भयो र तत्पश्चात अप्सरा आउनुभयो देवलोकबाट र ऋषिको तपस्या भङ्ग भयो र ऋषि र अप्सराको वर्षौँसम्म मेलन भइसकेपछि उहाँको गर्भबाट कन्या जन्म भयो। कन्या जन्म भइसकेपछि उहाँको ऋषिको पनि र अप्सराको पनि ठुलो भुल भयो र आफूलाई पश्चाताप लाग्यो कि हामीले गलत काम गऱ्यौँ भनेर। त्यसपछि ऋषि चाहिँ यो क्षेत्र छोडेर अन्यत्र तपस्या गर्न भनेर शान्ति खोज्नको लागि आफ्नो पश्चाताप पूर्ण गर्नको लागि जानुभयो र अप्सरा पनि केही दिनपछि उहाँ पनि ल मेरो अब कार्य पूर्ण भयो र म पनि जान्छु देवलोक भनेर कन्यालाई छोडेर दुवैजना आफ्नो धामतिर जानुभयो। त्यसपछि कन्या जब सानै अवस्थामा अब दुध खाने अब हुर्कने खेल्ने उमेरमा जब बाबुआमा जो नभइसकेपछि र भोक तीर्थले रोइरहेको क्रममा त्यतिखेर हाम्रो यो संस्कृतमा चाहिँ मृगलाई रुरु भन्ने चलन छ र रुरुले मृगले कन्यालाई दुध चुसाएर हुर्काएको भएर यस क्षेत्रको नाम रुरु कन्या। र कन्यालाई त पहिला अब सानै उमेर भयो थाहा भएन, पछि हुर्किँदै गइसकेपछि अनि रुरुले मृगले चाहिँ अब मान्छेलाई त जन्माएको त भएन। त्यसपछि यस्तो घुम्दै फिर्दै नारद ऋषि चाहिँ यो क्षेत्रमा आउनुभयो र कन्यालाई सुझाव दिइसकेपछि तिम्रो जन्म यसो कारणले भएको हो र यसरी तिम्रो मातापिता छोडेर जानुभयो, अब तिमीले चाहिँ उद्धारको लागि भगवान् विष्णुको तपस्या गर्नु पर्यो भनेर आदेश दिइसकेपछि भगवान् ऋषिको तपस्या कन्याले घोर तपस्या गर्नुभयो र ऋषिकेश भगवान् विष्णु भगवान्ले चाहिँ प्रकट भएर कन्याको तपस्या पूर्ण भइसकेपछि प्रकट भएर कन्याले आशीर्वाद दिनुभयो कि म यो क्षेत्रमा एउटा शालिग्रामको ढुङ्गाको रूपमा रहनेछु र तिम्रो नामबाट रुरु क्षेत्र रुरु कन्या भनेर तिम्रो नामबाट यो क्षेत्र पनि प्रसिद्ध हुनेछु र तिमी पनि मेरो नामबाट मेरो महिमाबाट यो अमर हुनेछौ भनेर तपस्या दिनुभयो र साथै साथै यो क्षेत्रमा आएर जसले स्नान गरेर ऋषिकेश भगवानको दर्शन गर्छ त्यसलाई यो गया काशी गएर पितृ उद्धारको जुन पुण्य फल मिल्छ यहाँ पनि त्यही पुण्य फलै मिल्छ, किनभने यो क्षेत्रमा चाहिँ तपोभूमि र रुरु कन्याले जन्मस्थान गरेको र यही क्षेत्रमा चाहिँ भगवान् ऋषिकेशले यो ढुङ्गा मार्फतबाट शालिग्रामबाट दर्शन दिएको भएर यो क्षेत्रमा चाहिँ गुल्मीमा चाहिँ स्नान गर्ने यो क्षेत्र हजुरले देख्न पाउनुहुन्छ। यो 3टा जिल्ला जोडेको 2टा नदी र 3टा जिल्ला, यतापट्टि चाहिँ स्याङ्जा र अहिले हामी चाहिँ यहाँ छौँ गुल्मी र यतापट्टि चाहिँ पाल्पा। यो 3टा जिल्लाको क्षेत्र र भगवान् ऋषिकेश मन्दिर शालिग्रामको क्षेत्र अझै पनि हजुरले यहाँ आएर नुहाइधुवाइ गरेर हजुरहरूको यदि फुर्सद हुन्छ समय हुन्छ भने यहाँ आएर ओरिजिनल शालिग्राम पनि हजुरले पाउनुहुन्छ र साक्षात् काली गण्डकी यहाँ बग्दै बग्दै आउनुभएको हो। यो क्षेत्र चाहिँ एकदम पवित्र छ र हजुरहरू तीर्थयात्रीहरू जसले यो भिडियो हेर्दै हुनुहुन्छ रुरु क्षेत्रमा हजुरहरूलाई सबैलाई स्वागत छ, आइदिनु होला र यहाँ आएर कालीगण्डकी माताको यसो दर्शन गर्ने र नुहाइधुवाइ गरेर भगवान् ऋषिकेश मन्दिरको दर्शन गर्नु होला र मेरा यो क्षेत्रको महिमा यति नै हो। यति भन्दै मेरो आफ्नो बाणी विश्राम गर्दछु। हरे कृष्ण हरे हरे। हस्, धन्यवाद गुरु। प्राचीन कालदेखि नै पवित्र हिन्दू तीर्थस्थलको रूपमा रहेको यो क्षेत्र गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गम स्थलमा अवस्थित रहेको हुनाले लुम्बिनी प्रदेशको राजधानी बुटवलदेखि करिब लगभग 70 किलोमिटरको उत्तरमा रहेको यो क्षेत्र गुल्मी जिल्लाको प्रवेशद्वार पनि हो र यो स्थान समुद्र सतहदेखि न्यूनतम 500 मिटरदेखि 1638 मिटरको उचाइमा रहेको छ। उत्तर दिमाग हिमाञ्चल से दक्षिणपट्टि प्रजापति क्षेत्र मेची महाकाली मध्ये यह श्री स्याङ्जा पाल्पा गुल्मी
तीर्थ सङ्गम तीर्थ क्षेत्रे प्रसिद्ध रेडी क्षेत्रे पुण्यभूम हो। यह शुभ पुण्यभूम हो। षष्ठी संवत्सरणामध्ये सिद्धार्थ नाम संवत्सरे श्री सूर्य दक्षिणायन मास धर्मासे हेमन्त ऋतौ सौरण मार्गशीर्ष मासे चान्द्रण पौष मासे पौष कृष्ण मासे कृष्ण एकादश्यायां सोमवार स्नान्तायां शुभ पुण्यतिथौ यथातिथि नक्षत्र युगबाट सम्पन्न गठ मुहूर्तान्तयां अद्देह हजुरको के गोत्र पर्यो? नहीं भाउजू मैले भिडियो बनाइरहेको छु। भादो छन्द छ त्रिपुरवर्ष माते अन्तर्गत शुक्ल हजुर ब्राह्मण क्षेत्र के वर्ण भन्नुभयो? क्षेत्र सुर वर्मणो अहम मम भन्नुहोस् है। हो श्रोतेस्मृति प्रणात मम मम समस्त पितृपित्राणां पितृत्रय मातृत्रय ज्येष्ठ कनिष्ठाय समस्त पितॄणां मातामह प्रमातामह बिहानां समस्त अक्षय तृतीय प्रार्थयतम् यह पुण्य ऋण क्षेत्रे जलदान चाहम अहम करिसे। छोडिदिनुहोस् तिनी हो छोडिदिनुहोस् हो। अब हातले लिनुहोस् जल लिनुहोस् ल ल ल ल हरि ओम ओम पितृभ्यो सदा यसो गरौँ ओम अस्मत् पितृभ्यो नमः ओम मातृभ्यो नमः अस्मत् पितृभ्यो नमः मातृभ्यो नमः पितृपिता हो ल। विक्रम सम्वत 2018 सालमा यस क्षेत्रमा आएको भीषण बाढीले गर्दा यहाँ रहेको रेडी बजारमा पूर्ण रूपमा ध्वस्त बन्न पुगेको थियो। बाढीले गर्दा यहाँ रहेको ऐतिहासिक तथा धार्मिक महत्त्वका सम्पदाहरू लगायतको ठुलो जनधनको क्षति भएको थियो। रुरु यो ठाउँको पौराणिक नाम हो। यसलाई रेडी क्षेत्र भनिन्छ। यसको नामाङ्कन कसरी भयो भन्ने विषयमा धेरै व्यक्तिहरूको बिचमा मतभेद रहेको छ र धेरै समय पहिले रुरु क्षेत्रमा देवदत्त नाम गरेका एकजना ब्राह्मण बस्दथे। उनले कालीगण्डकीको किनारमा आश्रम बनाएर बस्न थाले तपस्या गरेर। महात्माको तपस्या धेरै समयसम्म चल्यो र इन्द्रले सशङ्कित भए उनको तपस्या भङ्ग गर्न लागे। सोही अनुरूप उनले देवदत्तको आश्रममा प्रहमलोचा नामको अप्सरालाई तपस्या भङ्ग गर्न पठाए। जब देवदत्त उनको ध्यानबाट उपरत भई केही समय यताउति घुम्न थाले तब उनले टाढैबाट भकुण्डो खेलिरहेकी अत्यन्तै सुन्दरी ब्रह्मालोचालाई देखे। अप्सराको हावभाव कटाक्षले उनी मोहित भए र वशीभूत भई विवाहको प्रस्ताव राखे र दुवैजना बिचमा सांसारिक सुखमा विलिन भए। केही समयको अन्तरालपछि ब्रह्मालोचाले एउटी कन्यालाई जन्म दिइन्। तत्पश्चात उनले आफ्नो उद्देश्य पुरा भएको सम्झी ती कन्यालाई त्यही आश्रममा छाडेर स्वर्ग गइन्। जब देवदत्तले यो कुराको वास्तविकता बुझे तब उनी छाँगाबाट खसेझैँ भए र उनको हृदयमा तीव्र वैराग्य जागेर उत्तरतिरको भृगु आश्रमतिर लागे र भगवान शिवको कठोर तपस्या गर्न थाले। उनको तपस्यादेखि भगवान शिव प्रसन्न भएर उनको सामु प्रकट भए र आशीर्वाद दिए। जसले गण्डकीको नदीमा स्नान गरी शिवलिङ्ग भृगुतुमको दर्शन गर्ला उसले राम्रो योगफल तथा सिद्धि प्राप्त गर्नेछ। यति भनेर भगवान शिव अन्तर्ध्यान भए र देवदत्तले पनि शिवजीबाट आशीर्वाद पाएर आफू मुक्त भएको अनुभव गरे भन्ने भनाइरहेको छ। हिन्दू धार्मिक ग्रन्थ बराह पुराणमा यस स्थानको पौराणिक इतिहास र स्वस्तानी किताबमा यहाँ सतीदेवीको दन्त पतन भएको वर्णन गरिएको छ। नेपालमा रहेका हिन्दू धर्मावलम्बीहरूको 4वटा धार्मिक क्षेत्रहरू रुरु क्षेत्र, बराह क्षेत्र, पशुपति क्षेत्र र मुक्ति क्षेत्र मानिन्छ। यो मध्ये यो पनि एक हो। यो स्थानलाई नेपालको बनारस भनेर पनि चिन्ने गरिन्छ। माघे सङ्क्रान्तिको 3 दिनसम्म यो क्षेत्रमा रिडी मेला आयोजना गर्ने गरिन्छ। यहाँ आयोजना हुने मेलाको पहिलो, दोस्रो तथा तेस्रो दिनलाई क्रमशः जेठी सङ्क्रान्ति, माइली सङ्क्रान्ति र कान्छी सङ्क्रान्ति भन्ने गरिन्छ। कुस्माको बजार ठुलो बजार पारी हेर्नु, वारिपट्टि बाक्लो कालिका, पारिपट्टि कुस्माको बजार। तपाईँहरूले जति छिटो गरे त्यति तपाईँहरूलाई फाइदा हो, धेरै देख्न पाउनुहुन्छ। भोलि फेरि गएर यहाँ जाउँ फोटो खिच्न जाउँ भन्न गाह्रो छ नि त। काठमाडौँदेखि आउन धेरै गाह्रो छ। सेकेन्डको होइन, पल्लो घर त भन्ने बेला जान पाइँदैन। नमस्ते। अहिले हामी बागलुङ कालिका भगवती मन्दिर आइपुगेका छौँ। कालिका भगवती मन्दिर, जसलाई बागलुङ कालिका भगवती मन्दिर पनि भनिन्छ, पश्चिम नेपालको बागलुङ नगरपालिकाको दक्षिण पूर्वमा अवस्थित एउटा महत्त्वपूर्ण हिन्दू मन्दिर हो। यो मन्दिर कालीगण्डकी नदीको दक्षिणी किनारामा अवस्थित रहेको छ। मन्दिरको प्राङ्गणमा प्रत्येक मुख्य दिशामा 4वटा प्रवेशद्वारहरू छन्। मन्दिर परिसरमा शिव, राधा, कृष्ण, लक्ष्मीनारायण र अन्य देवी देवतालाई समर्पित अन्य साना मन्दिरहरूको विशाल सङ्ग्रहालय छ। मन्दिरको प्रमुख चाड चैते दशैँ चैत महिनाको शुक्ल पक्षको 8औं दिन मनाइन्छ। हजारौं भक्तजनको घुइँचो लाग्ने गर्दछ। अर्को प्रमुख चाड चाहिँ दशैँ हो, जुन असोज महिनाको शुक्ल पक्षबाट चल्छ र पूर्णिमामा समाप्त हुन्छ। धेरै टाढादेखि बागलुङ कालिका भगवतीको दर्शन गर्न दर्शालु भक्तजनहरू आउने गर्नुहुन्छ र यहाँ आएर
दर्शन गरिसकेपछि नाच्दै गाउँदै रमाइलो गर्दै प्रस्थान गर्नुहुन्छ। हामी पनि नाच्दै गाउँदै रमाइलो गर्दै बागलुङ कालिका मन्दिरको दर्शन गरिसकेपछि अर्को गन्तव्यतर्फ प्रस्थान गर्दैछौँ। अहिले हामी पोखरा फेवातालमा छौँ। फेवातालको बिचमा देख्न सक्छौँ तालबाराई मन्दिर। तालबाराई मन्दिर दर्शन गर्दै हुनुहुन्छ श्रद्धालु भक्तजनहरू। अहिले हामी विन्ध्यवासिनी मन्दिरमा छौँ। विन्ध्यवासिनी मन्दिर पोखराको मुटुमा रहेको छ। पोखराको बीच भागमा अवस्थित विन्ध्यवासिनी मन्दिर धेरै नै प्रख्यात र धेरै नेपालीहरूको यो कुल देवता र इष्टदेवी पनि हुनुहुन्छ विन्ध्यवासिनी देवी। श्रद्धालु भक्तजनहरूले दर्शन गरिसकेपछि हामी चाहिँ पोखरा लेक साइड घुम्दै पुम्दीकोटतर्फ प्रस्थान गर्नेछौँ। अहिले हामी पुम्दीकोट आइपुगेका छौँ। यो पुम्दीकोटको उकालो चढिसकेपछि भगवान् शिवको आकर्षक मूर्ति रहेको स्थानमा पुग्न सकिन्छ। अहिले हामी पुग्दा यहाँ चाहिँ आरती भइरहेको छ। हामी पनि यो पुम्दीकोटको भगवान् शिवको सन्ध्याकालीन आरतीमा सहभागी हुनेछौँ। हाम्रो लुम्बिनी स्वर्गद्वारी सुब्बा देउरालीको यात्रा यहीँबाट समाप्त भएको छ र अब हामी रमाइलो गर्दै काठमाडौँतर्फ प्रस्थान गर्दैछौँ। स्वर्गद्वारी महाप्रभुको पनि त्यो ढोकामा यो श्लोक लेखा हामीले पाएको थियौँ। यो यसको मतलब के भने चाहिँ जे तीर्थानि प्रचरन्ति श्रीकास्तानि खङ्गेडः ते खागौ सहस्रयो जनेव धन्नुहानि तन्मसी भनेको छ। हाम्रो सुभाष भाइसँग योभन्दा अगाडि पनि हामीले यसरी धेरै तीर्थ गरेका थियौँ। हामीलाई धेरै आनन्द दिनुभएको थियो। अब छोटकरीमा यसपालिको तीर्थ उहाँले राम्रो किसिमले आज 5औं दिनको यात्रा पनि उहाँले एकदमसित सफलतापूर्वक उहाँले गराएर ल्याउनु भयो। हाम्रो तीर्थयात्रीहरूले भन्नुहोस् त हो कि होइन?
हाम्रो सुभाष भाइलाई र हाम्रो विनायक कार्की भाइलाई र हाम्रो लक्ष्मी बहिनीलाई पनि उहाँको पनि हाम्रो धेरै उहाँबाट पनि हामीलाई धेरै शुभकामना छ। विशेष गरी क्यामेराबाट उहाँले पनि हामीलाई गर्नुभयो र सबैजनाको यो भन्ने होइन, सबैजनाबाट हामीले एकले अर्कालाई हातेमालो एकदम सहयोग गर्दै एकदम मित्रतावत आफ्नै भातृत्ववत उहाँले यस कार्य यात्रालाई पुरा गरेर अब हामी गच्छ लाग्ने बेला पनि हुन आएको छ। र यसैमा हामी सर्वप्रथम हामी सबैको तर्फबाट हाम्रो सुभाष भाइ तथा विनायक भाइहरू र यो बसका स्टाफहरू सबैलाई हामी हार्दिक नमन धन्यवाद व्यक्त गर्दछौँ।